Welcome back to the channel. Today I'm gonna sharing is about two types of coffee plants. Which one is better for planting? Okay. And did you know that not all coffee plants grow the same way? Today I will show you difference between cropped coffee plants and straight coffee plants. Okay, today we are discussing about straight coffee plant and cropped coffee plant. This one is NG, this one is okay. And now I'm gonna explaining about it. Okay, now this one is cropped. See, अब हेर यहाँबाट साइडमा गएको हाँगा पनि यताबाट ठुलो छ हैन, यो चाहिँ ठुलो भएको छ यतातिर। अब यो मेन हाँगा चाहिँ यता हेर न, मेन हाँगा चाहिँ यति सानो छ कि यो, अनि ब्रान्च हाँगा यतापट्टि कति सानो, यतापट्टि ठुलो छ। यस्तो हुन्छ है, त्यस्तो बाङ्गो हेर्नु गइरहेको छ कि यस्तो भयो भने चाहिँ के हुन्छ भन्दाखेरि पछि गएर यो ठुलो भएपछि चाहिँ फल हुन्छ नि, फल चाहिँ कम, कफी चाहिँ कम निस्किन्छ यहाँबाट। अनि अर्को प्रब्लम भनेको अब यसले यो अलरेडी बाङ्गो भइसक्यो नि, अब होइन, यो अलरेडी क्रप भइसकेपछि चाहिँ अब यो यसले चाहिँ यो आफैलाई चाहिँ आफैलाई चाहिँ उसको आकार बनाउन सक्दैन कि। अब यो अलरेडी क्रप भइसक्यो नि, अब होइन, अब चाहिँ यसले चाहिँ आफ्नो आकार छ नि, कफीको बोटको हुनुपर्ने आकार चाहिँ यसले मिलाउँदैन कि। बाङ्गो टिङ्गो अब यो अलरेडी बाङ्गो भइसक्यो, अब यो सधैँ यस्तै हो। अब हेर, अब यहाँ चाहिँ यहाँनिर चाहिँ ठुलो ठुलो यतापट्टि गइसक्यो कि, अब यो बाङ्गो नै जाने हो है त। ल है त, यो चाहिँ भयो स्ट्रेट कफी प्लान्ट है त, स्ट्रेट कफी प्लान्ट। अब स्ट्रेट भयो भने चाहिँ के हुन्छ फाइदा, यो पनि सिधा यो चाहिँ ब्रान्च है, यो ब्रान्च हाँगा हो, यो ब्रान्च हाँगा हो, यो चाहिँ मेन हाँगा चाहिँ यो। अब ब्रान्च हाँगा पनि राम्रो हेर न, राम्रो खालको निस्किन्छ कि, दुइटै बराबर, यता पनि बराबर उता पनि बराबर, यताको सानो यता ठुलो चाहिँ हुँदैन। अनि यो छ नि यो मेन हाँगा पनि ठुलो देखिन्छ, एकदम राम्रो। यो चाहिँ मेन सिधा हुन्छ कि, अब यो मुनिबाट सिधा आएपछि माथिसम्म सिधै जान्छ। अब मुनिबाट बाङ्गो भएर आयो भने चाहिँ माथि गएर फेरि एउटा डाला यता जाने, एउटा हाँगा यता जाने, त्यस्तो हुन्छ कि। अनि यो बेला बेलामा चाहिँ यो छ नि यो माथिको, यसमा चाहिँ कटिङ हान्नुपर्छ है। कटिङ हाल्यो चाहिँ फेरि धेरै हाँगा आउँछ, जति धेरै हाँगा आयो त्यति फल। सिधा राख्यो भने फल धेरै, साइज राम्रो, रोप्दाखेरि चाहिँ यस्तो सिधै रोप्ने है त। आफूहरू चाहिँ कफी रोप्ने सोचिरहेको छ भने, कफी रोप्ने सोचिरहेको छ भने अब किन्दाखेरि हेर्ने तलको चाहिँ सिधै छ कि छैन त्यो हेर्ने मेन कुरा। अनि पातहरू हेर्ने, पात कस्तो छ, हरियो छ कि पहेँलो छ,